नमस्ते एभ्रिवान, फेरि पनि हजुरहरूलाई मैले मेरो सानो किचन ब्लगमा स्वागत गर्न चाहेँ। आज बनाउँदैछु मैले प्रोटिन बार। यो चाहिँ सबै उमेर समूहका लागि एकदमै उत्कृष्ट स्न्याक्सको रूपमा प्रयोग गर्न सकिन्छ है। यसको लागि मैले वाटरमेलनको सिड्स लिएको छु। जुनसुकै ड्राई नट्सहरू लिन सक्नुहुन्छ। हजुरहरूले जे छ आफ्नो किचनमा त्यो सबै प्रयोग गर्न सक्नुहुन्छ। मसँग भएको चिजहरू चाहिँ यही थियो, त्यो भएर मैले सबैलाई ड्राई रोस्ट गरेँ। अनि यतिको ब्राउन टाइपको भइसकेपछि चाहिँ सबैलाई मिक्स गरिदिने अनि त्यसपछि लड्डु जसरी बनाउने हेर्न सक्नुहुन्छ। मैले के युज गरेको छु सबैले चिनिहाल्नुहुन्छ हैन। आलस रहेको छ, तिल रहेको छ, मखना, अनि यो ओखरको गाजी, अनि अर्को डेट्स रहेको छ, सनफ्लावर, पम्पकिन, अनि अर्को चाहिँ वाटरमेलनको सिड्स रहेको छ। अनि त्यसपछि हजुरहरूले चाहिँ मैले चाहिँ यसलाई यो के भन्छ आल्मोन्डलाई चाहिँ राम्रोसँगले चप गर्दा पनि हुन्थ्यो। मैले चाहिँ यसरी मिक्सरमा यसरी थोरै ग्राइन्ड गर्दिएँ अनि वालनटको लागि चाहिँ यसरी चप गरिदिएँ। सबैलाई मैले ड्राई रोस्ट गरेको छु है। अनि यसरी सबै मिक्सअप गरिदिने। अनि मैले चाहिँ नानीको लागि बनाएको भएर डेट्समा बनाएँ। हजुरहरू पनि यदि हेल्दी बनाउन चाहनुहुन्छ भने यसरी बनाउन सक्नुहुन्छ अथवा सक्खर पनि प्रयोग गर्न सक्नुहुन्छ है। अनि यसबाट प्राप्त चाहिँ के हुन्छ भन्दाखेरि ऊर्जा बढ्छ हैन। शरीरलाई चाहिने ऊर्जा खजुर, बदाम र बिउहरूबाट प्रशस्त रूपमा प्राकृतिक ऊर्जा प्राप्त हुन्छ। अनि प्रोटिनको राम्रो स्रोत जसले चाहिँ मांसपेशी र शरीरको मर्मतमा सहयोग पुर्याउँछ। स्वस्थ फ्याट, ओमेगा 3 विशेष गरी आलस र ओखरबाट पाइन्छ। अनि यसले चाहिँ मुटुको स्वास्थ्यलाई पनि एकदमै राम्रो बनाउन मद्दत गर्छ। फाइबर धेरै, पाचन प्रक्रिया राम्रो बनाउँछ। आइरन, म्याग्नेसियम, जिङ्क र क्याल्सियम जसले हड्डी, रगत र रोग प्रतिरोधात्मक शक्ति पनि एकदमै राम्रो बनाउँछ हैन। त्यसपछि क्यालोरी धेरै, दिनमा 1-2टा मात्र खाँदा पनि एकदमै पेट अगाए जस्तो हुने अनि शक्ति पनि प्राप्त हुन्छ। यदि सुगर छ भने चाहिँ हजुरहरूले यो डेट्सको प्रयोग कम गर्नु होला। अदरवाइज सबैले मजाले आफूलाई जस्तो मन लाग्छ त्यस्तो बनाएर खान सक्नुहुन्छ। अनि हेल्दी स्न्याक्स आफ्नो भान्सामा एड गर्न चाहनुहुन्छ भने चाहिँ आफ्नै हातले यसरी यति इजी वेमा बनाएर खान सकिन्छ। मेरो चाहिँ नानीलाई यो एकदमै मनपर्ने भएको कारणले मैले चाहिँ प्राय बनाइदिइरहेको हुन्छु। यसलाई चाहिँ 1 महिना 2 महिनासम्म स्टोरेज गरेर राख्न सकिन्छ। तर त्यत्रो राख्नै पर्दैन किनभने सबैको फेभरेट हो हैन। पर डे 1-2 वटा लिँदाखेरि पनि यो सकिहाल्छ है। अनि यसलाई चाहिँ एकदमै एयर टाइट बट्टामा राखिदिनुस्। अनि चाहिँ बच्चालाई अथवा आफूलाई पनि लिन सक्नुहुन्छ। दिनको 1-2टा मजाले खानु होला। मेरो छोरी चाहिँ एकदमै एक्साइटेड थिइन् यो खानको लागि। अलरेडी खाइसकेर हालत खराब गरिसकेपछि। अनि हजुरहरूलाई मेरो रेसिपी कस्तो लाग्यो हजुरहरूले पनि ट्राई गर्नु होला। हेल्दी स्न्याक्स एड गर्नको लागि र बच्चाहरूलाई टिफिनमै राखिदिनको लागि पनि एकदमै राम्रो हुन्छ। बच्चादेखि वृद्धसम्म सबैलाई काम लाग्ने चिज है त यो चाहिँ। थ्याङ्क यू फर वाचिङ। अनि कमेन्ट गर्नु होला है त हजुरहरूलाई कस्तो लाग्छ। हजुरहरूले पनि बनाउनु होला।